चामल हैन अरु के चाहिएको छ भन्नुस् तपाईलाई चाहिएको चीज भन्नुस् हजुर चामल तेल अरु भन्नुस् न पैसा चाहिएको छ कि छैन चाहिएको छ हैन क्रिया खर्च पनि छैन हैन 11 वर्षको बाबु तपाईलाई के चाहिन्छ के सहयोग चाहिन्छ भनेर भन्यो बिचरा बाबु उसलाई बाबा गुमाउनुको पीडा त छदैछ त्यसमाथि पनि उसलाई बाँच्नको लागि त चाहियो नि मलाई चामल चाहियो मलाई चामल सहयोग गरिदिनुस् भनेको त्यो 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 जुन भावुक बनाउने जुन कुरा छ नि त्यो कुरालाई तपाईले सुन्नुभयो हेर्नुहोस् त जुन बाबु जसलाई खानको लागि मलाई चामल चाहियो भन्नु भएको छ सहयोग गरिदिनु सबैले हामीलाई घरको अवस्था दर्शक महानुभावहरु जसले 11 वर्षको बाबु जसले आज एउटा बुवा गुमाएको छ सानो बाबु आज हामी तपाईको माझमा क्यामेराको फ्रेममा देखाइरहेका छौं यो बाबुलाई तपाईले देख्नु भएको छ जुन भेषमा देख्नु भएको छ आज खेल्ने खाने रमाउने उमेरको बाबु हो जसलाई क्रियाको बारेमा पनि थाहा छैन उलाई खेल्न पाए हुन्छ उफ्रिन पाए हुन्छ तर आज तपाईले यो वस्त्रमा देखिरहनु भएको छ हेर्नुहोस् त कति टिठलाग्दो अवस्था कति दुःख लाग्दो अवस्था तपाईको माझमा हामीले देखाइरहेका छौं आज यो अवस्थालाई बाबुको आँखामा जुन आँखाको डिलमा आँसु तपाईले देखिरहनु भएको छ हेर्नुहोस् त जुन बाबु जसले बाबा गुमाएको छ जसको आँखाभरि आँसु छ यो पीडाको अवस्थालाई आज हामी तपाईको माझमा देखाइरहेका छौं यो भयानक अवस्थालाई आज हामी तपाईको माझमा देखाइरहेका छौं धेरैका परिवारले बाबा भन्छन् आमा भन्छन् खेल्छन् उफ्रिन्छन् खान्छन् तर यो बाबु आज बाबा भन्ने शब्दलाई पनि गुमाइसकेको छ बिचरा बाबुको नाम के सौरभ के नेपाली सौरभ नेपाली हैन अनि कति वर्षको हुनुभयो हजुर 11 वर्षको हैन अनि बाबा कहाँ जानुभयो थाहा छ स्वर्गमा जानुभयो हैन बाबा बित्नुभयो अनि घरमा बाबा कमाउने भन्ने बाबा मात्रै हुनुहुन्थ्यो हैन हजुर अरु कोही पनि हुनुहुन्न अनि सानो बहिनी जन्मनु भा रहेछ मम्मीले हैन हजुर अब के भन्नुहुन्छ अब घरमा खाने खर्च पनि छैन भन्नुभयो मम्मीले हो के चाहिएको छ बाबुलाई घरमा अहिले भन्नु त चामल हैन अरु के चाहिएको छ भन्नुस् तपाईलाई चाहिएको चीज भन्नुस् हजुर चामल तेल पैसा अरु भन्नुस् न पैसा चाहिएको छ कि छैन चाहिएको छ हैन क्रिया खर्च पनि छैन हैन जरा अब यही बाबुको काँधमा त्यो जिम्मेवारी जाँदैछ न त बस्ने बास छ न त खाने घाँस नै छ यो परिवारमा हैन के भन्नुहुन्छ यति बेला धेरै ठाउँबाट हेर्नु भएको छ धेरै तपाईको नेपाली दाजुभाइ दिदीबहिनीले हामीलाई हेर्नु भएको छ तपाईलाई मलाई सबैजनालाई हेर्नु भएको छ हैन तपाईलाई सहयोग गर्नुहुन्छ धेरै ठाउँबाट सहयोग गर्नुहुन्छ के भन्नुहुन्छ तपाईले सहयोग गर्दिनु सबैले हामीलाई घरको अवस्था हेर्नुहोस् त दर्शक महानुभावहरु जुन बाबुको पीडा आज हामी तपाईको माझमा देखाइरहेका छौं आज जति पनि यहाँ सहभागी हुनु भएको छ सबै भावुक हुनु भएको छ अन्ततः जुन सुबहादुर हुनुहुन्थ्यो उहाँको स्वभाव के थियो भने कसैलाई पनि नपिर्ने कसैलाई पनि नराम्रो नभन्ने अनि सबैसँग मिल्ने सबैसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो आज त्यसैले पनि यो सबैजना भावुक हुनुहुन्छ सबै दर्शक महानुभावहरु तपाईले जुन बाबुको अवस्था त तपाईले देखिसक्नुभयो 11 वर्षको बाबु तपाईलाई के चाहिन्छ के सहयोग चाहिन्छ भनेर भन्यो बिचरा बाबु उसलाई बाबा गुमाउनुको पीडा त छदैछ त्यसमाथि पनि उसलाई बाँच्नको लागि त चाहियो नि मलाई चामल चाहियो मलाई चामल सहयोग गरिदिनुस् भनेको त्यो जुन भावुक बनाउने जुन कुरा छ नि त्यो कुरालाई तपाईले सुन्नुभयो हेर्नुहोस् त जुन बाबु जसलाई खानको लागि मलाई चामल चाहियो भन्नु भएको छ उहाँको जुन पीडा छ जसको आँखाभरि आँसु छ यो आँसुलाई आज हामी तपाईको माझमा देखाइरहेका छौं कृपया सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु हामीमा मानवता हुनुपर्छ मान्छेमा मानवता हुनुपर्छ मानवता नभएको मानव नै हैन तसर्थ तपाई हामी जति सक्छौं हामीले 20 रुपैयाँ सक्छौं त सहयोग गर्न हामीले 30 रुपैयाँ सक्छौं 40 रुपैयाँ सक्छौं 150 रुपैयाँ कति सक्छौं त सक्ने प्रकारको सहयोग गरिदिनुस्
सबैजनाले सहयोग गरिदिनुहोस् उहाँ तपाईँ सबैजनाले सहयोग गरिदिनु भयो भने उहाँको यो बाबु जुन बाबु छ यो बाबुले राहत पाउनेछन् अनि यो परिवारले राहत पाउनेछ किरा खर्च टर्नेछ कृपया भिडियोलाई सबैभन्दा धेरै सेयर गरेर सके सहयोग गर्नुहोस् नसके सेयर गरेर पनि सहयोग मनसँग पुर्याइदिनुलाई हस्त धन्यवाद।